जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरणों पासक हरि का चरणों पासक कति कति पार धरे ओम जय जगदीश हरे मन को थाला मनोहर प्रेम रूपवती प्रभु प्रेम रूपवती पावक पुरछ मंगल पावक पुरछ मंगल आरती सभापति ओम जय जगदीश हरे नित्य निरंजन निर्मल कारण अविनाशी प्रभु कारण अविनाशी शरणगत प्रतिपाल शरणगत प्रतिपाल सिनमय सुखराशि ओम जय जगदीश हरे सृष्टि लय करता त्रिभुवन का स्वामी प्रभु त्रिभुवन का स्वामी भक्ति सुधा वरसाऊ भक्ति सुधा वरसाऊ शरण पर्यो हमें ओम जय जगदीश हरे पाप मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी जीवन धन्य बनो जय गोत्रोत्पन्ना जय गोत्रोत्पन्ना तिलरनाम शर्मा सपत्ति धीरानामी देवी अवा सप्तदान्तो राजवती बलुली कर्मी कथाको धीरानाम शर्मा तदन्तार प्रत्यय अवा भक्षुज्यानि सुसुषणे सुसिनो बृहस्पतिर्दधादो रानाम पुत्रादो जतिदारो अवन्ते मानो मदियारे रेखाति निर्वन्तरणं महे कलस्ते ओम आजिका कलशं आपकी पक्का पाकर छोड़िए इमाम ने भगवान की प्रमोखे तीर्थ दल भनेर किलानी दल भित्र राख्नु चढाउँथ्यो बाहिर है सिद्धि बनारायणाय नमः आभरणमासं पात्र भनेर पनि गर्नुपर्छ बिरामी काना यो हरि फोन कानालाई दिन्छु मेरो अब अर्को जाने वो सीताफल लागी आलू लेके आओ आलू ले बाहर वाला आगे इन वाला ओम ज्वाली में नमः ओम गंगाये नमः ओम कल्याणम मेरी आत्मा का लीनोरा विष्णु 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 अध्यहा ओम कल्याणम मेरी आत्मा का लीनोरा विष्णु 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 अध्यहा अनंत गोत्रो कपि सर्व शांति 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 सामा शांति रेधि ओम शांति ओम शांति ओम शांति मेरी आत्मा का लीनोरा टपिक म दिन्छु है मनो हैन वहाँका आधार हाम्रो त बुवाले ससित छ त्यहाँ अघि हेर्छ फाल्नु पर्यो अर्को चाहिँ अनि बसमा एउटा आफ्नो बाटो मार बनाउने यो नभए त्यो ल्याएर राख्दिन पर्यो है बाहिर बत्ती मलिया बत्ती आछन् छैन
बस्दैमा दुईटामा दिऊ तरिकाले राख्नु त्यसलाई अत्याहार ल कोइला आफूले धुप राख्नु ओम ब्राह्मणो श्यामो रुद्रो आजायता ओम अब बत्ती बाल्नु पर्यो अचारमा राख्नुहुन्छ तिनीको त्यही त तिनी मलाई राख्नु पर्यो ल रामाना सोर्जातक्षो अग्निराजायता घन्टा बजाउने अन्त घन्टे त विष्णु विष्णु भन्नु बोलो सिद्धिविनायक भगवानको जय वरुणादि देवहरूको जय ल उठ्नु उहाँ आज हुनुहुन्छ कन्था पाउने अरे त नाटक गरे नाटक गरेन बाजा बजार जुत्ता पेराउँदी खाना गएर त्यो नाच्न भनेको आइसेन त्यहाँ लगाइदिनु पर्यो अरू कोही हुनुहुन्छ सल्लाह गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि पशुपति तिम्रै गर्छौं सधैँ भक्ति हे पशुपति तिम्रै गर्छौं सधैँ भक्ति बोले कै डमरू डम डम ओम हर बम बम बोले कै डमरू डम डम ओम हर बम बम बोले कै डमरू डम डम ओम हर बम बम बोले कै डमरू डम डम ओम हर बम बम ओम हर बम बम ओम हर बम बम बाघको छाला गलामा नगको माला ए बाघको छाला गलामा नगको माला बोले कै डमरू डम डम ओम हर बम बम बोले कै डमरू डम डम ओम हर बम बम बोले कै डमरू डम डम ओम हर बम बम बोले कै डमरू डम डम ओम हर बम बम ओम हर बम बम ओम हर बम बम
प्रदवाय सप्राणसमोघातजायत दीपं दर्शयामि नमस्कोमि श्री भगवत्यै नमो नमः माता आत्मा भयो दण्ड राख्यो राख्यो पर्दैन पर्दैन जायत प्रदवाय सप्राणसमोघातजायत गायमा राखते टाइममा क्या है यो चिनी मागे टाइमको च्याति छ रुद्री गर्नलाई आफै नचला रे भन्दा देखाएको छ मैले बदली शिव हर हर अब तिम्रै भर शिव हर हाल्छु तल नचल्ला है काम धेरै गर्न पर्छ पढ्न पनि धेरै पर्छ सबै बुझ्ने हो देब्रे हातमा उठाउनु त थोत्तरै सूर्यमा भगवते श्री सूर्यनारायणाय नमो नमः श्री गायत्री देव्यै नमो नमः पर है अनि रहेको दाहिने हातबाट यो नरे बत्तीको लागि आफ्ना सासरे बत्तीको लागि बत्ती अब दो उठाउनु त हातमा दो थोरै दो दिनुहोस् त सबैतिर खै छैन देब्रे हातमा सुराबना सिलाइदिन्छ श्री दाता श्री गणेशराय नमः सबैले सब नपल्ट नछुनु तेरा उ माथि राख्छ आफै सक्छ के पार्छ बुवाले चढाउनु आमाले चढाउनु गाडी यो बेलपत्र चढाउनाले हाम्रा 3 जन्मका पाप नाश हुन् अरु सबै चढाउनु मस्तै चढाउनु पर्छ अनि यो स्वामीका पाप चढाउनाले अमङ्गल नाश होस् भन्नुस् है
अमङ्गलबाहुराजन्यः कृतः उरुतदशजलवैषम् अब दुनामा राखेर बाँध्नु दुनामा दुनु नभए यहाँ दिन्छु मैले बरु मिलाउनु है मैले भने अब बत्ती बालेर सुन्नु है काँसको टबरीमा चामल काँसको कटोरामा घिउ तीनटा ल बोले बाल्नु छ तर ओम तत्स ओम विष्णु सरस्वती भीमानाम्नी देवी मम सप्ततान्त्रिक लक्ष्यवती पविलित कर्मणि तथा च अविलाल नाम सर्वसपति त्यसको नाम्नी देवी मम त्रतान्त्रिक लक्ष्यवती पविलित कर्मणि अमृत नाम शर्मा मनीष नाम्नी देवी मम त्रतान्त्रिक लक्ष्यवती पविलित कर्मणि वस्तु पार्थिक कायिक वाचिक मानसिक सांख्यिक फलो गरौँ त नबरी फलो गरौँ त फलो लोपकृत सर्वोत्पन्न बाल भैत व्यापृत भद्रभद्रादि सकल पापक्ष्य पूर्वक अखण्ड सौभाग्य प्रदर्शने लोके मन उपभोग्य सुख सम्प्राप्तये दीप प्रज्वलना निवेशादि काल भाग समयुग सहस्र पर्यन्तम वैकुण्ठ धाम सुदे तथा कृष्ण सान्निध्य प्राप्ति पूर्वक मन्दिर वृत्ति द्वारा दत्त दीपदान कल्पोक्त समस्त फल प्राप्ति पूर्वक हातको जल भगवानमा चढाउनु ल अब लगाएर आफ्नो ठाउँमा राख्ने है ल ओम आराध्यकै नमः श्री ज्वालामालिन्यै नमः एकछिन रोक्नु त आमालाई अघि लाउनु त आउनु घुम्नु त एकचोटि घुम्न सकिन्छ सकिन्न के राख्नै पर्यो ढिक्पालको हातीदेवहरूको कर्ताका वैकुण्ठ श्यामला वैकुण्ठ श्यामला वैकुण्ठ
बोलो लक्ष्मी नारायण भगवान को दाहिने हातले सोध्नुको हुन्न एक उता उहाँ खोल्नु ल पर्खनु है भयो सबैको हात नैरो भयो घिउको धारा लाउनु पर्यो दाहिने हातले घिउको धारा हो मोरधानम देव देव्या वैश्वानरवेदा आजातमं राजमतिधिं जनानामा सन्नापातं जनायन् देवा बोलो वैश्वानर भगवान को जय वरुणादि देवहरूको चारै दिक्पालको अष्ट दिक्पालको दश दिक्पालको
स्थापित पूजित देवहरूको सत्य सनातन वैदिक धर्मको सत्य सनातन वर्णाश्रम धर्मको राष्ट्रदेव पशुपतिनाथको ल यस्तो भैमा ढोक गर्नु त्यहाँ अग्निमा विष्णु ओम विष्णु भन्नु ओम अच्युताय नमः ओम अच्युताय नमः ओम अच्युताय नमः। चिनी चढ़ाओ भोला पहाड़ी खाना दम कर गंधम सर्पयामि गो अग्रद्रव्यामि गंधम अक्षत पुष्पादि समर्पयामि नमस्करोमि कीटाक्ष बदलना ऐसे केवलावती तुनि नमस्कृताय संग्रहं विधाय अहं पुष्टि विधाये नमो देवी तत्शांति प्रभो भव वो अग्रद्रव्याय नमः गायिका नमः नमस्ते करा अपने कृते विष्णु विष्णु भाना ओम देव हाथ जोड़ता ओम देव हो शांति कभी बहुत खुदा खुदा कामनी करते अजा भया पंच लोग तो बहुत चाहिए जो हो शांति रंदर कभी शांति ये बाबला शांति रे ही ओम शांति रस्तु ओम पुष्टि रस्तु ओम वृद्धि रस्तु बेटी फल राखेर बाबुलाई
समानो निवेशयन्नमृतं मर्दं च हृणेन सवितारथेन सर्वमेतत्वे देवो जाति भक्त्याग्रह अर्घदिवाकर जगसाक्षी श्री सूर्यनारायण एकचोटि फनक्क घुम ताँबेला छोप एकचोटि घुम फेरि ढोक गर सूर्यलाई यसो सूर्यतिर नमस्ते गर मेरो दुःख दरिद्र नाश गराइदिनु होला भन सूर्यलाई यसो नमस्ते गर है आयुष्मान भव बुवालाई आमालाई दिदीहरू जो जति हुनुहुन्छ यहाँ गुरुहरू सबैलाई प्रत्येकलाई पाउमा ढोक गर्ने है ढोक गर्न पर्ने होइन कर्मको लागि कर्म गराउने यो एक दिन भयो पनि ट्याक्कै पाउमा ढोक गर्ने है त्यो कर्मको लागि भिनाजोर हुनुहुन्छ दिदीहरू हुनुहुन्छ फुपू दिदीहरू हुनुहुन्छ सबैजना कर्म हो गर्नुपर्छ ल गर पाउमा दिदीलाई नि गर देह धनञ्जय गोत्रोत्पन्न वेद प्रकाश नाम सर्वाहं मम कुमारो अहं मम उपनयन कर्मयोगः इमानि मातृदेवो भव भन आमालाई भगवान मान्ने आमा हजुरआमाले भनेको नमान्ने त्यो मैले गर्ने छैन भनेको है पितृदेवो भव भन बुवालाई भगवान मान्ने छु भन आचार्य देवो भव भन गुरुलाई मैले भगवान मान्ने छु भन अनि सत्य भाषण गर्ने छु म सत्य बोल्ने छु भन एकछिन नाचेर है धारालाई साक्रो धारा लाउनु हरे अम्मा समेधाग्ने तोवश्यता धृतैर्बोधयता चेदेम्मा असमेन हव्या जुहोतारा ओर्धानं देवो आराधिं पृथिव्या महेश्वरामृत आजातमगरिम्मा अभिगं सम्राजमतिथिं जनानामासं भित्रबाट दिने होला नि त भित्र धनञ्जय गोत्रोत्पन्न देह धनञ्जय गोत्रोत्पन्न सविलाल नाम शर्मा मम सपत्नी तेजकुमारी नामी देवी झोलिया यहाँ छ नै यिनी शिरा रुद्र बराबर गराएर बोका द्वारभन्दा भित्र खुट्टो नराखे है पाथीले नहीं फल मासहरु केही छ विवेक तिमीले भनेको खै त बाबु भनिराख्नु पर्छ भिक्षामदेही भन के भिक्षामदेही भन ल भिक्षामदेही चारन त भित्र भन्नु भित्र बाहिर होला नि ल दिदी अघि चिच्चाउँदै हो ए त तिम्रो आमाले चिच्चाइ हुन्न राम राम जप्दा जप्दै जाओस् मेरो जुनी अध्यात्मको साबुन मिलोस् मैलो मनको धुनी राम बिना कतै केही नदेखु है मैले
सधैँ जपो राम नाम होइन कहिले कहिले म राममा रमाउँछु राम नाम गाउँछु 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 म राममा रमाउँछु हे भगवान् राम नाम गाउँछु म राममा रमाउँछु राम नाम गाउँछु म राममा रमाउँछु राम नाम गाउँछु म राममा रमाउँछु राम राम गाउँछु म राममा रमाउँछु रित्तै आयो रित्तै जानु लानु केही छैन प्राण धन्ने माध्यम हो खानु केही छैन मेरो मलाई मैले भन्दै जति दौडे पानी तत्त्व बुझे राम बिना अरू केही छैन रामकै गर्छु भजन रामकै गर्छु ध्यान 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 रामकै गर्छु भजन हे भगवान् रामकै गर्छु ध्यान रामकै गर्छु भजन 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 अवेगं सम्राजामादेभे स्वाहा भनेर ओम गरेर ओम स्वाहा यसो नमस्ते गरे यसो झुकेर नमस्ते गरे बाटो खर्च दिनुहुन्छ भेटी दिनुहुन्छ बुझ्यौ कताबाट संसार हो राम छाया व्यर्थैको यो माया संसार यो राम छाया व्यर्थैको यो माया संसार हो राम छाया व्यर्थैको यो माया संसार हो राम छाया व्यर्थैको यो माया संसार हो राम छाया हे भगवान् व्यर्थैको यो माया संसार हो राम छाया व्यर्थैको यो माया संसार हो राम छाया व्यर्थैको यो माया संसार हो राम छाया व्यर्थैको यो माया संसार हो राम छाया
पाणी जन्मांतर पितरी च तानि तानि प्राणसन्तु प्रश्नं परे परे बाबुल सोध्छ क्या पाउ त खै भयो दुई भाइ यता आउनु अर्कै भयो लाउन धारो लाउनु नरिवल खै पण्डितजी ल सदस्य कति ल भन्नु त भगवानको करुणादि देवहरूको लक्ष्यवर्ती महायज्ञको पूजा अनुभव आराधिकै नमः श्रीज्वालमालिन्यै नमो नमः गन्धपुष्पशेतानि समर्पयामि नमस्करोमि हरिकृतवेणुहृताप्रवदं मदबलगितलोचनतामरसं रसभोरविकासकेलि परं परमार्थपरायण लोकगतिं गतिमन्वितया मुनतेरभुवं भुवनेश्वरवन्दितचारुफलं पदकोजलपुष्पशरं शरणागतरक्षणदक्षतमं तमसालि परदृतवृषासुरदामगणं गणसम्भ्रमवेशविलासमयं मयं नमामि हरे कर्ताहरू बसौँ त त्यही राखेर अहिले नलिगाउनु नमो वयं वै श्रवणाय कुर्महे स्वरो वै श्रवणो धनोदया ॐ
विदमहे चम्पक बाटला जैर पुण्य गजाति गरवीर रसाल पुष्पै बिल्व प्रवाल रिवाय विश्वम त्वमेश्वरी देवी तरा जय करुणादि देवहरूको दश दिक्पालको आफित पूजित देवहरूको कर्ताका कुल देवहरूको कर्ताका कुलवंशीहरूको सत्यवर्ती महायज्ञको व्रतबन्ध महायज्ञको सत्य सनातन वैदिक धर्मको सत्य सनातन प्रणाश्रम धर्मको राष्ट्रदेव पशुपतिनाथको गराउनु पिलाइन जालमा चोपेर हात पिछो गराउनु दुःख र दरिद्री नासोस् भनेर आरती लिने है हाम्रो नारायण जय हो नारायण श्रीमन नारायण हरे हरे नारायण श्रीमन नारायण जय हो 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 जय हरि नारायण श्रीमन नारायण जय हो नारायण श्रीमन नारायण जय हो भुइँमा सुक्क भुइँमा राख्नु होला यताउता केही नछोइने गरी अलि बत्तीको गाई आउने गरी ओम पाम्पतये वरुणाय नमः वरुणकलशाय नमः वरुणादिदेवे गाई तीन ठाउँ बनाऊ उसका टुक्रा रहा दो गाई माथि ओम नमो गोभ्यो सुमतिभ्यो सौरभैरस नमः नमस्कारस भगवाभ्यो नमो नमः गाली पनि हो पूजा गाली पनि हो तीनटा बत्ती गाउनु पर्छ कर्कलाको पानी जस्तो हाम्रो यो भना बुढो हुन्छ मर्छ जान्छ मेरो नभना तरौ कसोरी प्रभु तरौ कसोरी भव सागर गहिरो छ तरौ कसोरी प्रभु तरौ कसोरी भव सागर गहिरो छ तरौ कसोरी हरि भाव सागर गहिरो छ तरौ कसोरी आउन प्रभु भित्र बस कोठा खाली छ आफै भित्र छन् प्रभु आफै भित्र छन् खोजौँ आज एकाग्र भई सच्चा मित्र छ आफै भित्र छन् प्रभु आफै भित्र छन् खोजौँ आज एकाग्र भई सच्चा मित्र छन् हरि खोजौँ आज एकाग्र भई सच्चा मित्र छन्
घर आफ्नो भन्नु कोही छैन भगवानकै भर शरणमा ल्याऊ प्रभु शरणमा ल्याऊ भक्तजनलाई भगवानले शरणमा ल्याऊ शरणमा ल्याऊ प्रभु शरणमा ल्याऊ भक्तजनलाई भगवानले शरणमा ल्याऊ हरि भक्तजनलाई भगवानले शरणमा ल्याऊ जन्म दियो भगवान कति दिनलाई ब्रह्मा विष्णु महेश आउन लिनलाई पार तर्ने हो प्रभु पार तर्ने हो हरि भजन गर्ने हो पार तर्ने हो पार तर्ने हो प्रभु पार तर्ने हो हरि भजन गर्ने हो पार तर्ने हो हरि हरि भजन गर्ने हो पार तर्ने हो बाबा गए आमा गए गए दाजुभाइ हामी पनि जाने हो हिजोको कमाई ढिला नगरौँ प्रभु ढिला नगरौँ भगवानको भार परौँ ढिला नगरौँ प्रभु ढिला नगरौँ भगवानको भन्नुको कति भनेर के भन्नु भएपछि भाइले हान्नु जान्छ
हामी नाच्ने